लगेर है आज चाहिँ यसले ओ यता आइज यसले भनेर चाहिँ च्यालेन्ज गर्न लागेको हामी टुपियाम त्यो लिन आएको टुपियाम खै झिन्छ बुल्डक सुल्डक जे भए पनि च्यालेन्ज गर्नेले त के भन्नु त अब यो 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 मेरो बहिनीले कालीको बरफ लगाएको थियो त्यसलाई लाज लाग्यो भनेर है लजालु जुन भयो नि लिनु न उयो बुल्डकी यो के त्यो लिनु न जुन भयो नि कति हो हेर्नु त्यही त नि के गर्ने भन्नु नि छिटो कुन लिनु यो बुल्डक त मिठो हुँदैन जस्तो लाग्यो मलाई बुल्डक मैले खाएको हो मलाई त मिठो हुँदैन जस्तो लागेको त्यो यस्तो स्पाइसी चाहिँ होइन त्यो अब दालचिनीहरू हालेर खाँदा चाहिँ ठिक्क हुन्छ थियो हाम्रो करेन्टै अलिकति पिरो हुँदैन क्या त्यो मलाई ठिक्क हुन्छ क्या यही लिनु न सक्छ यही लिनु करेन्टै खाने हो क्या करेन्टै खाने क्या करेन्टै खाने र अँ सक्दैन क्या पिरो खान मैले कहाँ सक्छ भने खान केटा मलाई एउटा तिमीहरू 2 गिटा ल हुँदैन कस्तो अहिले ओ म पिरोले मर्छ कि कस्तो खप्न सक्दैन सानो मिनीको भेल मैले केटा यिनीहरू छन् मैले खप्न सक्दैन है केटा कुनवाला हो मैले चाहिँ खप्न सक्दैन केटा हो यिनीहरूले के गरायो कहाँ 1.5 लिटरवाला अब कुन यो कति हो ल केटा हो यो होइन ल चिसै छ यिनीहरूले मलाई मार्ने भइहाल्छ हेरै केटा हो यही हो अन्त होइन जित्ने मान्छेले म हो हार्ने मान्छेहरूले आज 3-4वटा खुर्सानी आइसहरूले यसले खान्छ भन्नु पर्छ होइन पिरो खान नसक्ने मान्छेलाई भुक्कडे अर्को पालि अर्को च्यालेन्ज हाल्नुपर्छ गुलियोवाला त्यसमा चाहिँ फिक्स है मार्छैन होला कसम भन्नु अहिले डर लागिसक्यो यार हेर्नु मर्ने भयो अलिअलि भिडियोमा न होइन अब त्यो सामानहरू त्यो लिइसक्यो सामान मेरो हातमा छ होइन सो त्यही अब गएर पकाउनु पर्ने हुन्छ सुरुमा पकाएको भिडियोहरू त्यही हाल्छु कि हाल्दिनँ त्यो थाहा छैन होइन त्यही नि अब सिधै च्यालेन्जमै भेट भयो गाइस आजको च्यालेन्ज चाहिँ जित्ने त्यो अनिकेतै हुन्छ तर म नि पिरो त खान सक्दिनँ बिरामी छु त्यही नि आज चाहिँ म लिएरै खेल्ने छु क्या होइन सो आज यहाँ 2जना हार्ने मान्छेहरू चाहिँ छ एकजना सेकेन्डले चाहिँ भाँडा धुने थर्डले चाहिँ खुर्सानी हाने 3टा खुर्सानी 3जना छ नि त हामी सो मैले हालेँ यता देख न पिरो त हालिदिनु धेरै माथिबाट देख न माथिबाट त्यो गाह्रो छ यो चाहिँ सस्तो मस्तो हो हाम्रो चाहिँ होइन अब हजुरहरूले यसरी सपोर्ट गरिराख्यो भने चाहिँ ठुलो ठाउँमा पुगेपछि चाहिँ अलिक ठुलै गरौँला होइन अलिक भन्नु पऱ्यो गफ दिनु पऱ्यो ल गाइस अब एकछिनमा यो सेटिङ गरेको बेला भेटौँ है त होइन म त्यही यहाँ अलिक गेममा ट्विस्ट ल्याइदिन लागिरहेको छु होइन त्यो सो त्यही हो होइन यिनीहरूको माथि यहाँ हेर्न सक्नुहुन्छ गाइस यता देव सूर्य न त्यो बहिनीहरूले गरिदिरहेको छ होइन यता नि ल गाइस अब चाहिँ हाम्रो होइन च्यालेन्ज स्टार्ट हुन जाँदैछ होइन सो जित्नेले चाहिँ यो 500 रुपियाँ पाउँछ है म देखाइदिन्छु है 500 रुपियाँ सो त्यही हो गाइस हाम्रो भाइ बहिनीको नाम चाहिँ होइन सो म क्यास प्राइज चाहिँ यहाँ राखिदिनु होइन हाम्रो च्यालेन्जरहरू हेर्न सक्नुहुन्छ आयुष बल अनिसा तामाङ होइन अनि हजुरहरूलाई मेरो नाम त थाहा नै होला होइन सो हाम्रो त्यो करेन्ट च्यालेन्ज हुँदैछ जसले जित्छ होइन त्यो यसमा जसले जित्यो आज त के नै पाएँ 500 है गाइस 500 ल अब स्टार्ट हुँदैछ है हाम्रो ल रेडी छोरा त्यो त्यस्तो चाहिँ मतलब होइन ल 1 2 3 गो I'm talking to Copa, huh? Copa, huh? मलाई धेरै भएछ नि हुन बाबु मलाई वा धेरै भएछ नि 2 खान सकिनु पर्ने
नपाइसु अन्त आउनु है आउनु सक्यो क्या टिसु तान्नु त मलाई धेरै हो क्या धेरै हालेर आफूले आफूलाई टिसु तान् टिसु तान्नु मलाई भनिरहेको छ मलाई धेरै भयो धेरै टिसु तान्नु टिसु टिसु केटा हो जित्यो आइस भएको अब कति मिनट बस्ने ओइ भइसक्यो अब त ल अब हाम्रो काउन्टडाउनमा चाहिँ कति छ अब धेरै 2 मिनट चाहिँ बस्नुपर्ने चिसो नखेर होइन सो वाइट किलो मलाई धेरै भइसक्यो झेली भयो क्या गेमै यत्रो हालेको गाँस पनि नसकिँदा मैले कम भाषा हालेको हो हिकी चाहियो यति थियो तेरो यति थियो हिकी चाहियो मलाई ओइ भर्खर खाना देऊ त सकेला लास्ट गाल्दै भयो सेकेन्ड चाहिँ बहिनी भन्नुहुन्छ मोमो गाई पसिना लक्क भइसक्यो भयो 2 मिनट त बाँच्यो कस्तो बासिन खाना जित्यो लगेर आज जिते त्यस विनिङ प्राइज चाहिँ दिएछ होइन त्यसपछि अब के गर्नु अब धेरै ओभर कन्फिडेन्स पनि नराम्रो रहेछ भनेर बुझेँ होइन के भयो भने म चाहिँ ढुक्क बस्नुपर्छ ल केटा हो यो पैसा लगिहाल्यो हेर्दा मलाई तर झेली भयो क्या नेक्स्ट टाइम त्यहाँदेखि कोहीले डिभाइडमा राख्छ म झन् झेली गरेर हालेको तिमीहरूले पिरो एक्स्ट्रा हाल्दा थियो क्या तर खासमा जितो चाहिँ मैले पनिसमेन्ट बाँकी छ त भाडा दिने हो वा ढिलो वा धेरै हालेछ क्या आफूले पनिसमेन्ट भेट्नुपर्छ है ल त्यो रोप्दैन म त्यहाँ हारिसकेँ होइन यति कन्फिडेन्ट भएर आएको थियो होइन सो कन्फिडेन्ट डाउन भएन तर मेरोमा धेरै परेर रहेछ होइन त्यो आफूले हाल्नै त्यो मिस्टेक गरेछ सो अब पनिसमेन्ट खाएको चाहिँ म देखाइहाल्छु होइन तर म एक्स्ट्रा मैले सुरुमै खाजासाजा खाइरहेको थिएँ बाहिरबाट त्यही भएर पनि मलाई अलिक कुदे भएको होइन नयाँ खाइसी नयाँ खाउँदा फेरि काट्ने फेरि फेरि उल्टा काट्छ नि के भयो त ल केटा ल के नो रियाक्सन च्यालेन्ज नो जे गरेन भने खाने चाहिँ पऱ्यो दुइटै एकैचोटि एकचोटि कहाँ हुन्छ एकैचोटि यहाँ ठुलो हुनुहुन्छ ठुलो हाई गरिदिन यस्तै छ है केटा ल यत्तिको चाहिँ हुनुपर्छ है केटा कम्प्लिट चाहिँ गर्नुपर्छ आफूले च्यालेन्ज दिएको आफूले अर्को छिटो त्यस्तो मिल्दैन है अर्को अर्को छिटो यो निलो पर्यो पर्दैन त्यसमा हाल्नु न त्यसमा हाल्नु छिटो त्यसमा हाल्नु त्यो त लिनु पऱ्यो नि त्यसमा हाल्नु ल छिटो यस्तो छिटो भन्नु भयो त्यो कस्तो च्यालेन्ज अर्को राति बरफ होइन म त्यो गेम चाहिँ हारिसकेँ सो अब म बरफ किन्न जाँदैछु होइन हल्का अब पिरो भन्दा नि अमिलो भइरहेछ क्या लास्टै मुखै पसिना हेर्न सक्नुहुन्छ अझै पिरियड लागिरहेछ हो मलाई तर मैले जित्ने गेम मैले आफैले धेरै हालेर होइन अब पसलले खोल्दा हुन्छ कि लेट्स चाहिँ होइन गाइस 500 रुपियाँ पनि गयो होइन हातबाट अब के गर्नु त अब यस्तै छ मैले बरफ खुवाउनु लागेको है त होइन अब त्यो 500 रुपियाँको पैसाले चाहिँ अब बरफ खुवाउने रे आइस भाइले होइन अब जितेको पैसाले केही त खुवाउँछ जस्तो फिल अब जितेपछि जाने छुट्यो हो मसँग भएको पैसा पनि सक्यो होइन गाइस यति ठुलो केही छैन म खुवाउँछु म छु त भाइ हो त किन सो त्यही हो पसलले खुल्ला आउँछ होइन बरफ खानको लागि म चाहिँ कति राइट नाउ त्यस्तै 8:30 9 बज्न थालिसक्यो जस्तो लाग्यो 9 बजिसक्यो नि त्यो फेरि 9 चाहिँ भइसक्यो गेम छोडी आएर हामीसँग भ्लग त्यो यो मुखबाङ त भन्दिनँ त्यो स्पाइसेस च्यालेन्ज खेल्ने भनेर आएको होइन हामी सो त्यो आजको त्यो हल्का छोटो मिठो स्पाइसेस च्यालेन्ज थियो हल्का यताउति साउन्ड डिस्टर्बिङ आयो होला त्यसमा नरिसाइदिनु होला गाइस केटा हो कतिजना चाहिँ हामी बरफ कति जान्छ अनुसार त अनि ठुलो 4 जना त हो नि त केटा हो बरफ किन्दैछौँ है चाडा मम्मी तपाईँ म अनुसार मात्रै त हो नि सो त्यही गाइस होइन अब बरफ चाहिँ ल्याइसक्यो हाम्रो बरफ यहाँ छ है देखा त केटा हो धेरै त होइन अब धेरै त खुवाउन सक्दैन त्यही नै अब यसले अब त्यत्रो 500 बाट कति रुपियाँ धेरै नै गएन 40 रुपियाँ त गयो 10 रुपियाँ जित्छु भन्ने मान्छे हारिहाल्यो है कस्तो कमेडी लागिरहेको छ कि मैले आफूलाई धेरै हालेको किलो भइरहेको छ